हेलो वेलकम ब्याक टु मिस्टर टाइगर ब्लग र आज चाहिँ धेरै दिन पछाडि म केही नयाँ भिडियो लिएर आइसकेको छु गाइज है। अनि आजको टपिक रहेको छ सेकुवाको बारेमा है। अनि आज चाहिँ नि म गइरहेको थिएँ है, बजार गएर फर्किँदाखेरि बाटोमा देखेँ मैले यो लोकेसन चाहिँ रहेको छ हाम्रो शहीद चोकमा हैन। अनि त्यहाँ गएर मैले सेकुवा टेस्ट गरेँ। यहाँको सेकुवा चाहिँ यति मिठो छ गाइज, यति मिठो छ हैन। हजुरको जुसी पनि त्यस्तै, टेस्ट पनि त्यस्तै है। अनि केही समय अघि चाहिँ म 5 स्टार रेस्टुरेन्ट गएर खाएको थिएँ सेकुवा नै है। त्यहाँ एक्सपेन्सिभ पनि थियो प्लस अनि टेस्ट पनि थिएन हैन पैसा अनुसारको। यहाँनिर चाहिँ मात्र दुई प्रकारको सेकुवा बन्ने गर्दो रहेछ। एउटा चाहिँ पोर्क सेकुवा भयो अनि अर्को चाहिँ बब सेकुवा भयो गाइज हैन। अनि हजुरको पोर्क सेकुवाको छ रेट मात्र हजुरको प्राइस 100 रुपिस छ भने हजुरको बब सेकुवाको छ मात्र 80 रुपिस है। अनि पैसा पनि फुल वसुल छ गाइज। हजुरहरू यदि सेकुवा लभर हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ। लोकेसन रहेको छ हाम्रो बजारको शहीद चोकमा। अनि उहाँ दाइ चाहिँ नि बजारदेखि आउनु हुँदो रहेछ है। अनि बेलुकाको 6 बजेदेखि मात्र एभाइलेबल हुनुहुन्छ उहाँ चाहिँ है। यति मिठो छ गाइज, मिठो 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 भन्दा पनि धेरै मिठो छ गाइज। र हामीले पनि उहाँलाई सपोर्ट गर्नुपर्छ र हजुरहरू पनि गइदिनु होला है। यदि सेकुवा लभर हुनुहुन्छ भने हजुरहरूले अभियसली मन पराउनुहुन्छ भन्दै मेरो भिडियो टुङ्गाउन चाहन्छु।